लो हेर नेपाल सरकार, लो हेर हामी यस्तो टन्टालपुर घाममा बसेका छौँ। हेर यहाँ हाम्रो कति बिजोग छ। हेर हेर नेपाल सरकार, हेर तपाईहरु एसीमा बस्नुहुन्छ, लडाईँ गर्नुहुन्छ, झगडा गर्नुहुन्छ, बाटो फोड्नुहुन्छ, बिल्डिङ फोड्नुहुन्छ, जनताको घरसम्म फोडिदिनुहुन्छ, कहिले जनतामाथि ट्याक्स लगाउनुहुन्छ, कहिले पेट्रोल मुगो गर्नुहुन्छ, कहिले नुन मुगो गर्नुहुन्छ, कहिले लुगा मुगो गर्नुहुन्छ, कहिले त तेलै मुगो गर्नुहुन्छ। कमसेकम हाम्रो घरको लागि सागसब्जी त कमसेकम सस्तो गरिदिनु हो नेपाल सरकार। तपाईहरुले सागसब्जी पनि सस्तो गरिदियो भने त बरु अलि। अब चामल भन्दा पनि तरकारी मुगो पर्छ, अनि तरकारी किन्नु कि चामल किन्नु हो? अब चामल 40-50 रुपियाँ केजी आउँछ, तरकारी 100 रुपियाँ केजी भन्छन्। हामीलाई त तरकारी नै सस्तो गरिदिए पनि हुन्छ हो सरकार। गाह्रो छ परदेशमा काम गर्न।